हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि नयाँ दिनको नयाँ ब्लग मेरो सुरु भइसकेको छ। अनि ब्लग भन्ने बित्तिकै छुट्टै जोस जागर चल्छ क्या आज होइन। अनि त्यसपछि हाम्रो साथीहरू सबै छन्। म चाहिँ आज भोलि होस्टेलतिरै छु। अनि आजको न्यू ब्लग सुरु भइसकेको छ। आजको मेन कन्टेन्ट भनेको चाहिँ हाम्रो प्र्याक्टिकलमा आधारित नै भइरहेको हुन्छ। अनि त्यसपछि हाम्रो होइन प्लान्टीहरूको के कलेक्सन रे गाइज, विट कलेक्सन, झारपात कलेक्सन है। यिनीहरूले कस्तो कस्तो झारपात कलेक्सन गर्छ हेर्ने। हाम्रो कलेजमा मैले सुरुमा भिडियो बनाएको थियो, अहिले के कस्तो परिवर्तन आयो म तपाईँहरूलाई देखाउने छु। ल गाइज, हामी अब अगाडि बढेम। यिनीहरू सबै प्लान्टीहरू, म चाहिँ जस्ट हामी किन आएको रे पूजा, टाइम पास छैन यिनीहरूको। मकैबारी दर्याम हरियो काँक्रो कर्याम यस्तै छ कि होइन। यिनीहरूको झारपात कलेक्सन हुँदैछ है। 6 जना को कम छ? यति हो न, यति हो कलेजको लुक्स। वहाँ चाहिँ धान लाएर कस्तो राम्रो देखिरहेको छ कि होइन। आजभोलि सबै मुना पलाएर राम्रो देखिरहेको छ कि। विट कलेक्सन कस्तो भइरहेछ भन्देऊ त। बाख्रीहरू घाँस खाँदैछन्, टिपिरहेछन्। अनि कुखुरा नि हुन्छ विटमा नै आज। यो घाँसलाई के भन्छ गाइज? यो त घाँस हो। चिप्लिसक्यो, कोही चिप्लिसक्यो। यिनीहरू छ है, आउँदै ह गाइज। आजभोलि चाहिँ होइन सबै चिज फल्ने बेला भइरहेछ। अमिलो पनि फलिरहेछ। अनि यता अम्बा नि फलिरहेछ। भोलि पर्सि चोरेर खानुपर्छ गाइज अम्बाहरू। अनि उता फलिरहेको त एउटा दुइटा उता देखेनौ भने उता माथितिर फलिरहेछ। अनि उनीहरू कलेक्सन चाहिँ गरिरहेछन्, आफ्नै काममा बिजी छन्। मेरो ब्लगलाई गरिदेऊ भन न फेरि। सबैजनाले गङ्गाको ब्लगलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद भन। धन्यवाद। टोलीहरू आउँदैछ होइन। म चाहिँ अगाडि भ्लग बनाउँदै हिँड्दैछु। यिनीहरू आउँदै ह। अब चाहिँ घाम अस्ताउन लागिरहेछ होइन। अनि यस्तै छ हाम्रो ड्रागन बारीहरू। मैले अस्ति नै नि देखाएको थियो। अनि आज पनि यस्तो छ हाम्रो। जोद्या रहेछ साँच्ची। यहाँ के गर्न ला होइन। यिनीहरू चाहिँ महाअल्छी के, हातपत्ता निस्किँदैन। यहाँ सुस्मिता हेलो भन्दै नि त। गाइज ड्रागन फ्रुटको फुल लागेछ है गाइज। फाइनल्ली जबरजस्त होइन, जबरजस्त नभनौँ। अनि यता पनि रहेछ है, यता देख्यो होइन, क्यामेरामा देख्यो। फुल फुलेछ के गाइज होइन। यो हामी खान पाउँछ कि पाउँदैन, चोरेर खान पाउँछ क्या भोलि पर्सि होइन। अनि मेरो भ्लग हेर्ने मान्छेले त गङ्गा चोर रहेछ भनिहाल्छ नि। तर गङ्गा चोर छैन है, म रुखसँग मागेर खान्छु। त्यो भनेको एउटा उ नै हो होइन, मागेर खाएकै हो। अनि यो रुखमा मात्रै 2टा फलाएर रहेछ क्या, 2टा मात्रै। अनि फल लागेछ। ड्रागन बाडी बबाल देखिरहेछ। गोटमेल गराएर रहेछ है, गोटमेल। गाइस तपाईँहरूले फर्सी चिन्नुहुन्छ कि चिन्नुहुन्न? फर्सी होइन भन्यो भने मलाई बेइज्जत गर्छ होला क्या, तिमीले मात्रै चिन्यो भनेर। अनि अब हामी माथि अगाडि बढ्दैछौँ। यिनीहरू हिँड्दैछन्। बबाल टल्किया छ त, म त राम्री देखिरहेको छु। पछाडिको ब्याक लुक चाहिँ बबाल देखिरहेको छ क्या होइन। अनि रमाइलो लागिरहेछ गाइज। मेरो भ्लगहरू चाहिँ सिटिभिटी परेपछि गाह्रो क्या होइन। 1 महिना एक्जाम भइदिन्छ। भ्लगलाई कन्टिन्यू दिनै पाइरहेको हुँदैन होइन। अनि फ्री भए बेला बनाइरहेको हुन्छ। त्यही पनि म
हप्ताको एकचोटि भ्लग हाल्ने कोसिस गर्नेछु। तपाईहरूले मलाई साथ सपोर्ट गर्दै गर्नु होला। हाम्रो कलेजको मैले पढ्ने अस्ति नैतिर नि देखाइसकेको थिएँ यो होइन। पोखरीमा माछा छैन, भोलि पर्सि हाल्ने रे। हाम्रो कलेजको लुक बवाल छ नि। यिनीहरूले कलेक्सन गरिसक्यो। कतिवटा कलेक्सन गर्नुपर्ने गाइस तिमीहरूको? 250 जतिवटा हुन्छ त्यतिवटा 250 वटा हो। तिमीहरूले नाम कति कति आउँछ भन्दै आउ त। कुन कुन सबै घाँसको नाम भन एक एउटा भन न एउटा दुईटा। यो चाहिँ बदाउने घाँस अनि यो चाहिँ उन्यु अनि पछि रिमा हेलो सुस्मै हेलो भागीरथी हेलो ए प्रतिभा रानी ओइ हेलो भनौ न। तिमीहरूको विट कलेक्सन पुरा भयो? भयो भयो कि भएन? भयो। ए शिक्षक निवास त्यो चाहिँ हैन हाम्रो कलेजहरु यता छ। अनि यस्तै छ साथीहरु। प्राविधिक शिक्षा पढ्नुको फाइदा बेला बेला अल्छी लाग्यो भने झ्यापा प्र्याक्टिकल गर्न सजिलो हैन? यस त्यो हो नि त तरिका। के शिक्षा पढ्नु? प्राविधिक शिक्षा पढ्नुको फाइदा अल्छी लाग्यो बेला प्र्याक्टिकल जाम भन्नु। उनीहरूले रोपेको रे हैन। यो चाहिँ अब लगभग गइसक्यो। फल्ने बेला त भएन, लहरो लागिरहेछ। काँक्रा रोप्नेहरूको अनुहार हेरौँ गाइस, यिनीहरू सबैले रोपेको रे हैन। यहाँ चाहिँ उहाँहरूले मकै रोप्नु भएको रे हैन। उतातिर चाहिँ गोलभेडाहरू छ। तिते करेला चाहिँ सप्रिने क्या यता, अरू नसप्रिए नि तिते करेला सप्रिने क्या हैन। गोलभेडा नि ठिकै छ नि। यहाँ चाहिँ लौका रहेको छ, लौका रहेको छ। यो चाहिँ होल कम्पाउन्ड हाम्रो सिटिभिटीको एरिया हो है। गंगाको युट्युब च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला अनि हामीलाई पनि माया गर्नु होला। हामी नेक्स्ट ब्लगमा भेटिने छौं तपाईहरु सबैजनालाई। बाइ बाइ गाइस सबैले एकैचोटी बाइ बाइ।